जिल्ला सिद्धकुमार र कुमार गाउँपालिकाको बिचमा रहेको यो सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्षज्यू र यो कार्यक्रमका प्रमुख अतिथि सल्यान जिल्लाका माननीय प्रकाश शर्माज्यू र यस कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न तह र तबकाबाट पाल्नु हुने सम्पूर्ण अतिथिगणहरू र यो मन्दिरमा पूजा गर्नको निमित्त आउनुभएका सम्पूर्ण भक्तालु जनहरू म सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट नमस्कार। विशेष गरी आज हामी एउटा ऐतिहासिक दिनमा छौँ, किनभने हामी आज यो सिद्ध बाबाको मन्दिरले चाहिँ मुहार फेरेको छ। मलाई जहाँसम्म लागेको छ यो करिब 50 लाख बजेट रहेको थियो, कर्णाली प्रदेश सरकारले चाहिँ विनियोजन गरेको थियो। यसमध्ये चाहिँ विभिन्न कठिनाइका बावजुद पनि यहाँ एउटा चाहिँ उपभोक्ता निर्माण भएको थियो। यो उपभोक्ता निर्माण समितिले चाहिँ यो कार्य सम्पन्न गरेको छ। यो सम्पन्न गर्दै गर्दा हामीले अनुगमन गर्दै गर्दा यहाँका भौतिक संरचनाहरू चाहिँ यहाँ थुप्रै भएका छन्। अब यो भौतिक संरचनाहरू चाहिँ मलाई लाग्छ अहिले चाहिँ गुणस्तर नै लाग्छ हैन। अब मैले देखेको कुरा के छ भने यो जो तलपट्टि आउने प्रत्यक्षालयको नजिक चाहिँ छ नि, त्यो बाटोको स्ल्याब छ नि, त्यहाँ अलिकति चाहिँ गुणस्तरहीन भएको जस्तो मलाई महसुस भएको छ। तपाईँहरूले चाहिँ पक्कै पनि काम गर्नुभएको छ। हामीले काम गर्दै गर्दा विभिन्न बाधा अवरोधहरू आउने गर्छन्, तर पनि त्यसलाई चाहिँ हामीले नल्याउनको निम्ति चाहिँ हामीले गुणस्तर खालको चाहिँ काम गरेको भए मलाई पक्कै पनि तपाईँहरूले चाहिँ अहिले सार्वजनिक सुनाइ गर्नुभयो, आइबिए प्रस्तुत गर्नुभयो। 50 लाख 48 लाख चाहिँ आउनु पर्ने थियो, 48 लाखमा चाहिँ अहिले 33 लाख आयो। त्यसमा चाहिँ चित्त बुझाउनु पर्नेछ। पक्कै पनि हामीले चाहिँ गुणस्तर खालको चाहिँ काम गरेको भए पक्कै पनि त्यो पैसा भुक्तानी हुने थियो भन्ने मलाई आशा लागेको थियो। तैपनि तपाईँहरू चाहिँ अब अहिलेसम्म गरेको काममा पनि घाटा लागेको छ या लागेको छैन तपाईँहरूलाई थाहा होला। अब हामीले मूल्याङ्कन गर्ने क्रममा सायद जहाँसम्म लाग्छ यो करिब यसको उचाइ 2537 किलोमिटर चाहिँ रहेको छ। त्यही सन्दर्भमा पनि तपाईँहरूले चाहिँ यहाँका धेरै तलबाट बालुवा ढुवानी गर्नुभयो, पानी ढुवानी गर्नुभयो। तपाईँहरूलाई चाहिँ धेरै कठिनाइ पर्यो होला, तसर्थ पनि बजेट पनि त्यत्तिकै थियो, इस्टिमेट पनि त्यही अनुसार चाहिँ भएको थियो होला भन्ने मलाई लाग्छ। हामी सुरुमा आउँदाखेरि चाहिँ यहाँका संरचनाहरू केही पनि थिएनन्। अहिले चाहिँ यो संरचना पनि धेरै खुसी छौँ। र यही तपाईँहरूलाई अहिले जहाँसम्म लाग्छ विभिन्न सामाजिक सञ्जालहरूमा पनि कुमाक मन्दिरको विषयमा चाहिँ कहिले चाहिँ एआईको माध्यमबाट चाहिँ विभिन्न खालका चाहिँ भौतिक संरचनाहरू देखाइराख्नु भएको छ। प्रत्यक्ष हामीले आज देखेका छौँ। आज जसको तस चाहिँ देखेका छौँ, यहाँ परिवर्तन पक्कै नै भएको छ। र यो अहम भूमिका गर्नुहुने हाम्रो बजेट विनियोजन गर्नुहुने माननीय प्रकाश शर्मालाई चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु। र यो सन्दर्भमा अब सिद्ध कुमार र कुमार भन्ने अब सञ्चालकज्यूले पनि भन्नुभयो 60-40 को भाग हुने चाहिँ भनिएको छ। तसर्थ हामीले अब अहिले चाहिँ अब उपभोक्ता समिति गठन गराउने बेला त गरायौँ। अब मेला व्यवस्थापन गर्दा पनि मेला व्यवस्थापन समिति गठन गर्दा पनि अब 60-40 कै भाग लगाए राम्रो हुन्थ्यो हामीलाई चाहिँ, किनभने दुःख परेको बेलामा चाहिँ कुमाकले चाहिँ उता सिफारिस गरिदिनुहोस् भन्ने त्यो अवस्था आउँदैन थियो भन्ने आशा र अपेक्षा राख्दै मेरा छोटा भनाइहरू यही अन्त्य गर्ने अनुमति चाहन्छु। हस्त, धन्यवाद।